साइड बनाएर सबै राख्ने ठाउँ बनाउनु पर्यो इन्टर बत्ती अट्टाउने ठाउँ गराउनु पर्यो यहाँ यो उता साइडलाई यसो त्यहाँ ठाउँ बनाऊ अलिकति यहाँबाट ऊ हुँसम्म त्यसलाई अलिक पर राखौँ सासुते आयो ल सासुते एकतिर राख यहाँ बल्ल पानी हानेर सबैले पनि बिरु अति पराधि शीर्षेण पराकल्पे भैरवन्तराष्टामी सप्तमी प्रहलादी पदे मुनि सप्तमी सत्यदापदारि श्रीकृष्णकनिकां पश्चिमदिनि भागे नेपाल राज्य यथाशक्ति सकेका तिला सदानी यता सङ्घाजेवा कुर्यता सङ्घा असेतानि नमः जनमगरिकरिता छैन 8 12 लोकनाथ भूतन आदि रूपमा तत्सत नम श्रीकृष्णान परमस्तु पहिला यसो भगवानलाई केही गरेर चौकन लाग्यो पहिला भगवानलाई चन्दन लगाइदिनु चन्दन त्यहाँ माथि हरि ओम चन्दन समा पुण्यम पवित्रम पानासन आपदमले त्यसो हुँदा चन्दन लगाइयो हुन्न अब एउटा जनै छ भने माथि जनै राखिदिनु त यज्ञ पवित्रम परमम पवित्रम प्रजापदे सर्वदा आइ भवने पदे सुदम यज्ञ पवित्रम बलम स्तुते ल अब तिल चढाउन पर्यो नानी भाउजूले चढाउनु छ पहिला ए नानी रोक्छु त भाउजू तपाईँका गर्नु त चढाउनु त पहिला फेम त तिल थोरै यतिकै तिल चढाइदिन्छु नि हुन्छ हो हरि हो यतिकै निकालेर राखिदिउँ त्यहाँबाट त कोठामा राखिदिउँ टक्क यतिकै निकालेर राख त्यहाँबाट कुठो राखिदिउँ है ओ थालीमाथि उठ ओ किलो सिसो अलि हो त्यो भैमा राख त्यहाँ अब जाउँ हरि ओम जेजा गर्तो दुर्मुदैन्ती दैवन्त जाउँ हरि ओम जेजा गर्तो दुर्मुदैन्ती दैवन्त दुसुपैस दुरम भवन ज्योतिव सङ्कल्पमस्तु ल त्यो त्यही राख अब अक्षता ओम अथन्नमिमन्त ह्यव प्रिया अजुघत अष्टभत शुभनुमो विप्रया जुधन्रते हरि अक्षता शिवे ल अब अक्षता शिवे भएपछि अब ऊ चढाइदिनुहोस् फुल श्री सती लक्ष्मी चौकिया लक्ष्मी चौकिया बहुरात्रे पार्श्वे नक्षत्राणी रूप सूर्य सर्वलोक खान्न अब डुबो हरि ओम कान्घात परो हन्ते परुखस्वरी यहाँ सत्रेन सत्कान्दा काना परुन्ति परुख सतेन छ अब बेलपत्र पछाड चढाउला है ल अब तिमीले तिल चढाउँदा चन्दनलाई यो छ तिल ओम नागेन्द्र हाराय त्रिलोचनाय ल ओम नागेन्द्र हाराय त्रिलोचनाय भस्माङ्गरकाय महेश्वराय त्यति कोखमा राख नागेन्द्र हाराय त्रिलोचनाय भस्माङ्गरकाय महेश्वराय नित्याय सिद्धाय दिगम्बरा हरि ओम जेजा गर्तो दुरमुदेन्ती दैन दुषोदरुम ज्योतिखान ज्योतिरेख तन्मे मनः शिव सङ्कल्पमस्तु अब हरि ओम अछन्नम ह्यव प्रिया दुःखद असुखद शुभानो विपरया जो चन्द्रते हरि ल अब इमानि पुष्पानि मनोहरानि सुरासुरानामर्दुल कल्पदुर्ग दन्तानि पुष्पाञ्जलिर्मे सुसुराय नित्यं अब दुबो हरि ओम काण्डात् परोहन्ति परुखस्परि भानो दुर्वे व्रतनु सहस्रेण सतेन च अब उताको चढाउ
ल अब 3 चले दु हरि ओम नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरकाय महेश्वराय नित्याय सिद्ध्याय दिगम्बराय तस्मै नकराय नमः शिवाय जटस्वरूपाय जटाधराय पिनगस्ताय सनातनाय ओ हरि ओम जजागतो दुरमुदेन्द्र दुसदुगन ज्योतिघान ज्योतिरेकन तन्मे मन शिवसन अचन्य मन्त्र ह्याल पर दुगदहत सुबन विपरया जो जानुन्नते हरि ल अब फुल हरि ओम श्री सते लक्ष्मी सप्तम्या बहुरात्रि पार्श्वे नक्षत्राणि रूपमुष्मिकाति शेखर सर्वोकमयि खान्न अब दुबो हरि ओम कान्दात् परो हन्ति परुप परुपस्परि एवानु बुर्दुनु सहस्रेण सतेन सह अब बेलपत्र सांगुलम पुरुषै वेदगु सर्वोत्तमर्दस्य सन्निधान तिरो होती एतावाने समयमा तो जास्त भरुवातो ततो विखुन व्यागा नश्वासन नसने अभिहि ल ओ भिरे गर्व अनन्त बुद्ध सान यतानि गन्ध बुद्ध चाहत हरि ओम सहस्रशी रेखा पुरुष सहस्राक्ष सहस्रपात सबूमिगो सर्वतस्त्वात्यतीथ सांगुलम पुरुषै वेद सर्वोत्तमर्थ शेषानेन दिनोहति हेतावानि समाज पुरुषात् विघुन व्याकरा मशासन नसने अभिहि ल भयो छनदै ल ओम त्रिजन्म पापम सा भिकमल पासो धुपति गर्ने कोइलाले पनि त धुपति गरौँ अब धुपति गरे यो बत्ती सल्काउँला यिनी बत्ती कहाँ यहीँ उप लगाएर राख्ने हो ज्योति जुगत हावाले हरि ओम अनुज्योति जुगता महादेश वरसरिमिमा तनु तनुदेशमा धातु विश्व देवास यमा दयन्तामोम प्रतिथ ल भ त्यसमा माला राख ओम माला राख ठाडो गरेर राख हरि ओम मनोज्योति जुगता महादेश वरसरिमिमा तनु समिमा धातु तलावदन उचाल ज्योति ज्योति रागानी ज्योति ज्योति बृहस्पति हरि ओम मनोज्योति जुगतामादेशः ओम प्रतिशः सूर्य ज्योति ज्योतिर्मि सदत वर्ज्योतिर्वर्ध स्वाहा हरि ओम मनोज्योति जुगतामादेश वरस्पति सयमादेन्तामोम प्रतिष्ठा केशरदम रमनारक रामनम हरि बृहस्पति जननी तनुतरिता वसुमन्धातु विश्वेगुरास यमादयन्तामोम प्रतिजः
तेरे देवन तानो तारे जंगा तू भिषे देवासा लो ये रहे बातो ओ गोविंद गोविंद हरे मुरारी गोविंद गोविंद नमो नमस्ते हरि ओम जन्म जन्मनंत देवास्तान धर्मानि प्रथमान्य सन्नः देहनाकं मोहिनानि दुष्टे निराशा जनादयन् तामो kita orang hamil itu, sudah lagi, awak hobi. Imani puspani manoharani surasurana mabendurulani kalpaturva niradani dani pushpanjalirime susukhaya nityam kayena vasa manasandriva bhutyatmana va pargati svava karomi yajjat sakalam parasmai narayana eti samarpani बोलिए लक्ष्मी सहिता भगवान विष्णु की कर्ताहरू की योद्धाहरू की यज्ञ भूमि की तस्मा अनन्त गुणी फल वैशाख मासे पर नेताजी नादजी त्यसै नामसा संसार दश मासा देशा पूर्व प्रारम्भिकं पर्व अस्मिन् मासे पर्वोदित समाधि विलक्षणा सहस्रपति कुर्या आराधि विस्मृतोया गोकीर्तनतिर तैलेन समगन्धै मरो नरै यस्मिन् मासे समाधित परमासकारिणा विद्यापना विधानेन व्रतं शुभकारणं तत प्रातः शुचिर्भूता घातपात सुमन्यता पुण्यपादमुक्ता आर्धरवे पुनः त्रयोदश द्वितीयपदेशानि निरुक्तता षडतैल कुर्यात् धनुरिता तया भद्यादशा कुर्या तर्पे विलक्षणे तर्पे दशानि होमेता विधि सर्वोत्तम मन्दिर पाए समक्षतानुता पलाशी स्वस्ति होमेत तत परम् पादाङ्गुता जला खादिष्टोत्तरे परमानत सुत निर्मा ये परित त्रिदय संयुतं तशपति विधानाय समगमोरुहित दीपदान परगुत परदयागुते प्रह्लादामियापदिप यापसरि भोग्यकाले कथमादिपरिदे शतपदं दीपं तावयो भक्त शतविहितावे उपात्मन वसोया कित्या विंशति दिने अब महापाप प्रणाशन
सर्वमत शिखर वेद अनेक इतिहास पुरातन शुणु देवी पर्वत शुणु देवी पर्वत कथा पार्ने सुवङ ईश्वरबाट अरण्य वर्तमान है पाण्डवा भारेवास आत्मय दुखन पब्र सुख सम्प्रति हेपरावती तुष्टुतारा फिरे दशरथ दो कलुषो नवपुरी शोभावती सब भव्य शङ्कर सेच उपचारेश्वरी काले विश्वनाथ दिव पात्र भर्ती वैकता शुभ लक्षण धेरै मग्र तथा विजन्त दशले भूत पर्वण भुजे पचा भुज देशै पाएक इति सुत चकार्यो सुधर्म निवृत्ति यपति महादेवी सर्वकाम समुदित इति बुद्ध पर्यत सर्वका समानित इति वायु पुराणे व्रतकथाया व्रतकथाया हाम्रो यो शरीर मूल्यबन्दी पाल्ने नाउँछ भनेदेखि बाहिरको मल फाल्छ भनेदेखि भगवानका अमृतरूपी वचन कणयो सिँढो कानद्वारा सुनेर यज्ञ भनेको भित्रका शरीरलाई स्नान गराउनु पर्दछ। यदि कानबाट भगवानका अमृतरूपी वचन सुनेर भनेदेखि यो देह पवित्र हुँदैन। हस्त यो भनेको हातद्वारा हामीले दान तीर्थ व्रत आदि इत्यादि हातबाट कुनै मङ्गलमय काम गरेनौँ, यो हातको काम पनि छैन। ललाट यौ भनेको निधारको पनि मान्ने जनहरूलाई भाउ मन्दिरमा भाउ बाउ आमा गुरुहरू मान्यजन व्यक्तिलाई ललाट यौ भनेको निधारले ढोकेन, निधारको काम छैन। पादसे भनम पाउद्वारा मन्दिरको परिवारमा जस्ता किसिमले कुनै इत्यादि काम गरिन्छ भने मन्दिरको परिक्रमा गरिन भने त्यो फलप्राप्ति हुँदैन। यसै सन्दर्भमा अब हामीले आज के गरिन्छ भन्नाले अब 7 सुत्ते बत्ती गरियो, 9 सुत्ते बत्ती गरियो, दीप बत्ती गरियो, ध्याबत्ती भन्न गरियो हो। लोक विशेष अध्यायी कर्महरू गरिए। यसमध्ये अब यो लक्ष्यवर्ती भन्नु यो लागबत्ती भन्ने कुरो के हो? आर्यवत्य भनेको आर्यवत नाम गरेको क्षेत्रमा सौनकादि गरेका 28 ऋषिलाई सुतजीले भन्नुहुन्छ। पहिला के थिए भनेदेखि सत्य त्रेता द्वापर कली 4 युगहरू थिए। जस्ता किसिमले सत्ययुगका मनुष्यहरूको आयु 1 लाख वर्षसम्म हुन्थ्यो। यसरी कुरो बुझ्नु। सत्य नआइकन त्रेता युग आयो। त्रेता युगको मनुष्यहरूको आयु कति भयो? 10,000 वर्षसम्म। फेरि चाहिँ द्वापर लास्टमा द्वापर युगका मान्छेको आयु कति भयो त भनेदेखि 1,000 वर्षसम्म। कली भनेको 4,32,000 यो कली छ। यसमा मनुष्यको आयु कति छ त भनेदेखि 105 वर्ष रहेको पहिलो टिपमा। दोस्रो टिपमा रहेको के रहेको छ नि 60 र 80को बिचमा रहेको छ। लास्टमा श्रीमद् भागवतको 12 खण्डमा के लेखेको छ भनेदेखि 320 वर्षानि 320 वर्षानि भनेको पहिला 30 वर्ष पछाडि 20 वर्षानि भनेको 20 वर्षमा बडा हुने छन्। ती अब सत्य त्रेता द्वापर कली जब द्वापर युगले सकिसकेपछि कली युगले प्रवेश गर्ने अवस्थामा के भयो त भनेदेखि अब यहाँ सेवा कार्य हुने छैनन्। कलिका मनुष्यहरू खतम हुने छन्। धर्मको मान्यता गर्ने छैन। ज्ञान शिक्षा कुनै कुरा हुने छैन। ती मनुष्यहरूको कसरी उपकार हुन्छ भनेर सम्पूर्ण ऋषिगणहरू भगवान विष्णुसँग विनम्र अनुरोध गर्दा नैमिषारण्य नामरेका क्षेत्रमा बैठक बसेर सम्पूर्ण जानी देवा कार्यको निर्णय गर्दा भए। त्यही नैमिषारण्य नामरेको क्षेत्रमा निर्णय गरेका कुराहरू यहाँ के छ त भनेदेखि अब यो आर्यवर्त नाम गरेको क्षेत्रमा एउटी लक्षणा नाम गरेकी बेश्यै थिइन्। उनी ती जानी के छ त उनले जानी एउटा भुजङ्ग नाम गरेको सूत्र गुण्डपति मानेकी थिइन्। ती रजस्वला भएर रजस्वला भनेको के हो भनेदेखि तपाईँलाई विदितै छ। रजस्वला भएर
नाउनका निमित्त 3 दिनका दिन गोदावरी तटे, गोदावरी तट भनेको गोदावरी नदीको तट भनेको किनारमा नाउनका निमित्त गएकी थिइन्। त्यो गोदावरी नदी कहाँ पर्छ भन्नु होला? काठमाडौँ पर्दछ। गोदावरी गोदावरी तटे भनेको गोदावरी नदीको तट भनेको किनारमा ती लक्षण नाम गरेकी जाने युवती हुन्छ 16 वर्ष कि उनी नाउन भन्न गएकी थिइन्। अब त्यसै अवस्थामा मृतम पति पुरुथाप्यम बन्धुवी परिवारिताम। मृतम पति भनेको 16 वर्षले युक्त भएकी आफ्ना मृत भनेका मरेका पतिलाई लिएर त्यही गोदावरी तट भनेको किनारमा आउँदी भइन्। शङ्ख बजाउँदै एकोलो शङ्ख बजाउँदै पूर्व र उत्तरको कोठालाई के भनिन्छ भनेदेखि ईशान्य कोण भनिन्छ। त्यही ईशान्य कोण शङ्खको ध्वनि आयो। त्यहाँ आउँदाखेरि तदसा लक्षण वाक्य भुजङ्ग समुवाच। तदसा भनेको त्यस अवस्थामा ती लक्षण नाम गरेकी बेश्वैले के भन्छन् त भनेदेखि अब भुजङ्ग समुवाच यो कुन कर्मको फल हो? स्त्री जातिलाई यो जानी के छ त भनेदेखि यो 16 वर्षको उमेरमा यो विधवा हुनु कारण रहेको के छ भनेर भन्दा अवस्था कोही बालक अवस्थामा, कोही यौवन अवस्थामा, कोही वृद्ध अवस्थामा स्त्री जातिलाई विधवा हुनु पर्दछ। फेरि कसैलाई के छ त भनेदेखि अब सन्तानै पैदा नहुनु, सन्तानै पैदा हुँदै जाने केमा त्यसमा जाने मर्नु, कसैलाई सन्तानै नै हुनु, सन्तानै जन्म नहुनु, स्त्री जातिहरूलाई जन्मै देखुन् मरेन्जेलसम्म अर्कैको अधीनमा छ। अहिले त स्त्री जातिको पुरुष जाति जाने स्त्री जातिको अधीनमा पर्ने अवस्था आयो। अहिले सम्पूर्ण पुरुष जति हुनुहुन्छ स्त्रीका अधीनमा हुनुहुन्छ। किन हुनुहुन्छ भनेदेखि यो कुरो मैले बताएँ, कोलीमा भगवतीको अवतार बढी भएको शक्ति भएको हुनाले महिला जातिले पुरुषलाई यसो पहिला पुरुषले दबाउँथे भनेदेखि अहिले स्त्री जातिले पुरुषलाई दबाउन सक्छन्। आफ्नै जीवनशैलीलाई नसोधिकन कुनै पनि कार्य गर्न सक्दैनन्। लेखेकै छ। ख्याल गर्नु, यो बाहिरको त्यो फाटो पनि अर्को फेर्नु जग्गा र यो पनि यस्तै हो। हो त्यस हुनाले नैमिष सारे नामरेका क्षेत्रमा सौनकादि गरेका ठ्याजारी सुतली भन्नुभयो। समय बेला हेर मौका हेर त्यो रातको लौरो मलाले भने नै समय हेर्नु पर्यो। सबै आत्तिएका छन् यो कलिका मनुष्यहरू हराएन। अब कोइलाले यसो गरौँ सानो छैन रे केलाम के छैन गीत छ हेर्ने कतो र खै कुचेको यहाँ कोही छैन नतै छ यो उब्रियो छ यो होइन राखेर पूजा एकछिन अलङ्कार गराइदिनु भयो। 1 घन्टा गरिदिन्छु नि 1 घन्टा अलि पछाडि आउनु राम नारायण माधवा
बालको बालको पातुमं सर्वदा विद्युज्यो जौतवं प्रभुरान्तारं परमविग्रहं वन्दया मालया सुहितो रक्षणं द्वैतां विजयं बालिकं सम्मदे भागमाननः रत्नमौलिनशतङ्गलं हारायो युवकं धनरं मण्डलं सम्मदे शतकं विपदे शरणं प्रणता तद्ग्रहं पुरुषं सत्यं सुन्दरं जायते शक्ति धर्म की माइक खोइ माइक के ल्याउ र बाइक कबोरतिर फर्काउनु त गइसक्यो औदैन पापो हम पापकर्माणं पापा अब यहाँ पैसा पढिदिएका गाईले अलिक तले लगाइदियो है तिम्रो यस्तो मेरो कस्तो छ तिम्रो के त्यस्तो यता के भेदा आउनु त अहिले के ठाउँ छ किनेर ल्याएको छु एक घन्टा गाई एक घन्टा लिएर तिमी यहाँ बस यहाँ आमालाई फोन गर्छ यी बाख्राले खाँदैन है फेरि मेरा गाई खान्छ 10 श्री सूर्य बराकल भी बोलो छत्र दर्शन सत्यमी पलाजिपति मुनि सत्यम सत्य तेवा खाली सत्य तेवा बापरन को तो हां श्री भगवान का पश्चिम की भागे नेपाल का दर्शन ढुंगा नरबादी के स्थान नंबर 6 रामकोट का अझ षष्ठी का नाम संथि नाम समाचार श्री श्री नारायणपुर पुत्र चन्द्र देखि माछा हे वसन्त ऋतु हो चैत्र पद भाषे शुक्ल पछि शुक्ल मार्गे सु वैतरण नदिन तर्तुम कामना य ममी ह जन्म जमर गरे परसमान को समान लोग राखि काला बोबी जन्म ज्ञाता ज्ञाता पत्र पत्र त्या गोडे गोत्र य पूजा गर्ने आठौं बाह्रौं रघुनाथ भटनाथ आदि ममा भारत ए हात अब हात जोड्नु गाईले हात जोड्नु त्यही खुलाले हात यसरी ओम कपिले सरदेवानम पूजने श्री तीर्थदेव दर्शन ओम गवाई नसुन हो अब जानु पछि
तपाईँ सक्ने जस्तो केही हुन्छ बोलाउनु न वसने विकरेण एकमोर्जग्गु शतक्रतो स्वाहा अस्मान् विश्वानि देवभ्युनानि विद्वान् जूयो दशमज्जूराणमेनो भूरिष्ठान्ति नम उक्तिं विधेम देख्यौ आमालाई देऊ यो यहाँ कालो लागेको देखियो कि नै हेर्नु अलि राम्रोसित हेर्नु देखिन्छ त्यो राख्नु त्यो बिचमा हेर्नु न बिचमा मजाले मैले त छक्क देखेको थिएँ त
तारेको हेर्ने अब सबै त गाँसमा छु ल टिका लाउनु यो कहाँ हो र यो त्यहाँ छ हौ त्यसै हो पासाबाट अलिकति खाम जानी जस्तो ठ्याक्क खाम जानी जस्तो खाम जब यिनी बाहुन टोलीको छ नि बाहुन टोली खाम लिएर अगाडि लो बाता फे बा पहिला गणेश सिटी लाउनु पर्ने हजुर पहिला त बाका थियो यस्ता दुईटा मान्छे चार्जर ब्ल्याक कलरको त सानो पञ्चामृत नखाएकाले हात उठाउने है टिभी हो क्या पहिला आउनु घरको मान्छे पहिला बोलाएर फटाफट फटाफट लाइनमा आइहाल्ने कमला धना कान्छी फटाफट आऊ क्या थाकेको बेला चच्चडे आऊ त दिदीलाई पनि बोलाऊ चच्चडे हुन्छ क्या थाकेको दिदी आउनु बसिहालौँ बसिहालौँ अलिक दुईटा सुरु सुरु पानी एक ठाउँ पानी कलेक्सन
त्यहाँ होला नि गनेर नि एउटा प्लास्टिकमा फलफुल राख सबभन्दा बुढो विनाश पनि हो सबै त बाँकी Rama
Thank you.
छ